सम्पूर्ण ऋणी सदस्यज्यूहरूमा नमस्कार। यहाँले हिजो आफ्नो घर बनाउने बेलामा यी सहकारी संस्थालाई सम्झिनुभयो, ऋण लिनुभयो। छोराछोरीको विदेशको भिजा लाग्यो भन्नुभयो, ऋण लिनुभयो। बच्चा बच्चीहरूको कलेज फी तिर्न पैसा पुगेन भन्नुभयो, ऋण लिनुभयो। यत्तिकै खाली बस्नु भएन, केही न केही काम गर्नु पर्यो भन्नुभयो, ऋण लिनुभयो। उपचार गर्नको लागि पैसा पुगेन भन्नुभयो, यहीँबाट ऋण लिनुभयो। केही न केही उद्यम गर्छु, कृषि कर्म गर्छु, कुखुरा बाख्रा पाल्छु, आत्मनिर्भर बन्छु भन्नुभयो, ऋण लिनुभयो। विदेशको भिजा लाग्यो, टिकट काट्ने पैसा पुगेन भन्नुभयो, यहीँबाट ऋण लिनुभयो। कसैसँग लिएको पैसा फिर्ता गर्न नसकेर समाजमा आफ्नो इज्जत गुम्नै लाग्दा तपाईँ यही सहकारीमा आउनुभयो, किनभने यो सहकारी तपाईँको स्वामित्वको सहकारी हो र यसले पल पलमा तपाईँको इज्जत बचाउने काम गरिरह्यो। तर तपाईँले लिएको ऋण तिर्न तपाईँ कहिले यो संस्थामा आउनु भएन, किन? के सहकारी संस्था नै तपाईँको घर दैलोमा पुग्नु पर्ने हो? यदि पुग्नै पर्ने हो भने पनि अवश्य हामी पुग्नेछौँ। तर हामीलाई विश्वास छ यहाँले आफूले लगेको ऋण तिर्न संस्थामा सम्पर्क गरेर आफ्नो हिसाब किताब छिटै मिलान गर्नुहुनेछ। एउटा कुरा के हो भने नि, हजुरले लगेको ऋण तिर्न अरू कोही आउँदैन, हजुर आफै आउनुपर्छ। र यो ऋण नतिरी सुखै छैन, यसको अरू कुनै विकल्प पनि छैन, किनभने हजुरले लिएको ऋण तपाईँ जस्तै अन्य शेयर सदस्यहरूको बचतको पैसा हो, यो कसैको अनुदानको रकम होइन। त्यसैले छिटोभन्दा छिटो आफ्नो ऋण मिलान गर्नको लागि सहकारी संस्थामा सम्पर्क गर्नुहोला। यदि यहाँलाई कुनै समस्या परेको छ भने पनि त्यो के समस्या परेको हो र कति समयमा तिर्ने भनेर सरसल्लाह गर्नको लागि पनि संस्थामा सम्पर्क गरेर त्यो ऋणलाई चुक्ता गर्ने बाटोहरू खोज्नुहोला। हस्, धन्यवाद।